हेलो गाइस, आजदेखि चाहिँ म ब्लग बनाउँछु भनेर अघि बिहानै भनेको थियो, तर मैले के भन्छ रेकर्ड गर्दाखेरि हेलो गाइस आजदेखि म भन्नेसम्म मात्रै रेकर्ड गरेछ, त्यहाँदेखि काटेछ, के भएर काट्यो मलाई पनि थाहा छैन। अनि आजदेखि चाहिँ म ब्लग बनाउँछु, फेरि अहिले रेकर्ड गरेको भनेर भनेको, तर थाहा छैन कति दिन बनाउने, फेरि 1-2 दिन बनाएर फेरि इन्ट्रेस्ट हराउने होला। दिस टाइम चाहिँ म कसरी गर्ने भने 10 days डेली ब्लग भनेर बनाउँछु। 10 दिनसम्म ब्लग लाउँछु, त्यहाँदेखि फेरि मजा आयो भने लाउँछु, त्यसो मजा आएन भने छोडिदिन्छु। तर मेरो ब्लग चाहिँ फेरि त्यस्तो राम्रो के भन्छ इन्ट्रेस्टिङ चाहिँ हुँदैन होला, किनभने म एउटा सप रन गर्छु। अनि त्यो सप रन गर्दाखेरि चाहिँ बिहानै आयो बेलुका गयो हुन्छ, त्यही भएर म यताउता गएको त देखाउन सक्दिनँ होला। तर अलिअलि लाइक बजारहरू गइन्छ कोही बेला, त्यहाँ त्यति बेला देखायो भने मात्रै हो, अर्को त अन्त मेरो यहाँ दोकानकै मात्रै हो, त्यही भएर हेरिदिनु होला। हाम्रो यहाँको नजारा हेर्नुहोस्। अन्त यहाँ गाडी थुप्रै आएको छ होला भनेको त 2-3टा मात्रै रहेछ। मेरो दोकान चाहिँ यहाँ हो, यहाँ हेर रुपी उड्यो। गाइस मैले चाहिँ होइन दोकान आएर अहिलेसम्म यो काम मात्रै गरेँ, यो धोमा बनाउने काम मात्रै गर्यो। छो कस्तो चिसो छ आजको दिन त, हुसे लागिरहेछ होइन। यस्तो दिनमा त ब्ल्याङ्केटभित्र पसेर चुप लाएर सुतेर बस्नु जस्तो। तर के गर्नु, खानुपर्छ, खानुलाई कमाउनु पर्यो, कमाउनुलाई यस्तो ठाउँमा खट्नु पर्यो। यस्तो ठाउँमा पनि ठिकै छ, जब गर्नुभन्दा त बरु यस्तोमै ठिकै छ। गाइस मेरो दोमा कस्तो देख्दैछ, खाउँ परेको, तर मलाई मिठो हुँदैन यो, सबै बेच्नुलाई हो। मान्छे हेर्ने भएको त हातै डरायो। पूजा गरेको हेर्नुहोस् है, पूजा। यो चाहिँ मैले धुपकाठी बालेको, बढालेको छैन भने तलै फ्याँक्दा पनि के हुँदैन। अब अहिले चाहिँ टाइम 11:20 भइसक्यो होइन। मेरो ब्रेकफास्ट आउँदैछ अहिले मात्रै, अब एकछिनमा आइपुग्छ। अनि ब्रेकफास्ट लिएर आउने चाहिँ मान्छे को हो भनेर पनि देखाउँछु म तपाईँहरूलाई। किनभने म एक्लै त छैन, बस्नु सक्दैन यो दोकानमा, बस्नु सक्दैन मतलब म एक्लैले रन गर्नु सक्ने त होइन। सो देयर इज समवन एल्स, ए होइन देयर इज समवन एल्स होइन क्या, देयर इज एनदर पर्सन अल्सो। हजुर गाइस आज होइन यस्तो जाडो छ बाहिर, आम्मामा के भन्नु र। म बिहानै आएको होइन, अनि जाडोले खुट्टा ठिराएर अनि मैले के जुगाड गरेँ भने म तपाईँहरूलाई देखाउँछु के गर्यो। मान्छे चाहिँ निदाइरहेछ तर चिसो भने कस्तो लागेको थियो नि मलाई। अनि मैले के गरेँ, मोमबत्ती बालेँ खुट्टाको मुनि, मोमबत्ती यसरी बालेँ, अनि खुट्टा यहाँ यसरी राखेको थियो। हेर मचा कालो भएर जेने डढेको अघि फर्स्टमा त। अहिले चाहिँ अलिकति तातिँदा थाहा पाइहाल्यो, अघि चाहिँ चिसोले थाहै नपाउने के मजा डढेको पनि पुरा कालो बनाइदिएछ। अनि यहाँ यसरी बसेँ होइन, यसरी, अनि निकै तातो हुनु थाल्यो। अब चाहिँ आज खुट्टा ठिराएको छैन। हेर्नुहोस् मैले भनेको थियो मेरो ब्रेकफास्ट लिएर आउँदैछ मेरो हस्बेन्ड। देखाउनुहोस् ब्रेकफास्ट के लिएर आउनुभयो। ब्रेकफास्टको टाइम यस्तो छ। मेरो यहाँ जुगाड कस्तो लाग्यो। जुगाड त्यहाँ डढिसकेछ खुट्टा, अनि मजा डढेछ। प्यान्ट त छैन, मजा चाहिँ प्यान्ट पनि अलिअलि भेटाइछ। त कस्तो जाडो लागेको त आज। कैसे लुक रहे थे अंदर बैठना है, फिर भी क्या हीटर जलाने के टाइम में कैंडल जलाता है। ओ मारो मुझे मारो, फेरि गरेर त मारो मुझे मारो। आज चाहिँ म भ्लग बनाउनु पर्यो 10 डेजको लागि। वाउ
10 डेज नभए नि 5 डेजको लागि हाम्रो ब्रेकफास्टको सब्जी के बैगन आलू और बोडी हो नुन खोर्सानी अफ कोर्स ओके बाई गाइस हामी चाहिँ भात खान्छौँ अनि त्यसपछि भेटौँ खादिनँ किन चिया बनाएछ अनि बिस्किट खाने डाइजेस्टिभ बिस्किट लिएर आइदियो भने डाइजेस्टिभ बिस्किट खाइदिएको त तर खाऊ न त तपाईँ कहाँ जानु आँटेको छेचु भिडियो बनाउनु ल ओके म भरे यहीँ ब्लगमा कन्टिन्यू गरेर लाउँछु भोइस ओभर गरेर भोइस चाहिँ लाउनु पर्दैन यस्तो गर्दै सबै तपाईँ कहाँ घुम्छ त्यो भिडियो बनाउनु ल गेम खेलेकोहरू पनि भिडियो बनाउनु ल खेल्नु किन त कसले बनाइदिन्छ ए साथीसँग बनाइदिन्छ नि अन्त आफै यस्तो गरेर बनाउने नि यस्तो ल ल ओके म यहाँ कन्टिन्यू गरेर लाउँछु राम्रो जानु के भनेको त्यो के हजुर धेरै टाढो जाँदैछु हेर न एउटा नाटक मैले बिहानदेखि क्यान्डल बालेको होइन क्यान्डलको अब यो लास्टमा सक्दा त यस्तो दामी फुल जस्तो भइसके फुल यो चाहिँ नहेरौँ यो मात्रै हेरौँ फुल जस्तो वाउ म चाहिँ अहिले यो काट्दैछु यो भन्छ के भन्छ थाहा छैन दोमा भन्छ हाम्रो इङ्ग्लिसबाट के भन्छ बढी सम्झेर भन्छ बिटल नट काट्दैछु मेरो यो हिटर आजको मेरो हिटर ओ माइ गॉड गाइस यो भिडियो चाहिँ मेरो हस्बेन्ड छेचुमा गएको थियो अनि मैले भनेको थिएँ भिडियो बनाएर ल्याउनु ल भनेर अनि भिडियो बनाएर ल्याएको थियो यो हेर्नुहोस् बाई बाई आजको ब्लग यतिमा एन्ड गरिदिएको थ्याङ्क यू सो मच प्लिज सब्सक्राइब